हाय साथीहरू, मेरो खरेटो देखेर नाच्नुला। तर कस्तो सजिलो छ यो खरेटो। म चाहिँ आँगन बढार्न गइरहेको छु अनि दुबो पनि बढाएर यो दुबो चाहिँ मैले यस्तो मिहिनेत रोपेर यतिको बनाएको छु नि त। अहिले त कस्तो राम्रो भएको छ। घर सानो होस् तर चट्टा सफा होस् के। म चाहिँ त्यसमा चाहिँ गाईलाई कुटी काट्न थालेँ। यो कुटी काटेँ यो मकै चाहिँ सब काट्नु पर्ने थियो। मैले बिस्तारै बसेर काटेँ कस्तो गर्मी गइरहेको थियो र पनि काटेँ कहिले सकिरहेको। पछाडिको दाउरा चाहिँ हाम्रो खोले पकाउने दाउरा हो। जमाने यति भएको थियो गर्मी भएर हेर्नु न, त्यहाँ भालेले पनि मलाई जिस्क्याउँदै थियो, निस्किँदै आउँदै जाँदै थियो। अनि फेरि काट्न थालेँ। त्यो पछाडि हाम्रो खोले पकाउने भाँडा हो, त्यो दाउरा खोले पकाउने दाउरा हो, त्यो छेउको खोले पकाउने ठाउँ हो। अनि फेरि काटेँ बिस्तारै काटेँ कस्तो गर्मी थियो नि त। घाम लागेर आज चाहिँ फेरि सक्न आँटेको थिएँ। बिस्तारै काट्दै थिएँ अनि यति भएको थियो। गाईको थलामा गयो, हाम्रो बाछा बसिरहेको थियो अनि गाईसँग पनि एउटा फोटो खिच्न गोबर सोर्न थालेँ। त्यही भएर चाहिँ सबै काम जान्नुपर्छ। अनि मैले गोबर सोर्न थालेँ। अहिले के काम गर्छन्, हातमा नङ यति पालेको छ भनिन्थ्यो नि। हेर्नुहोस् म कति काम गर्छु। सबै सोरी अनि धारामा आएर पानी थापेँ एकपालि। गाईको थलो पखालेँ अनि कस्तो गर्मी थियो नि त आज। गाईको थलो सट्ट पखालेँ अनि गाईलाई पनि नुहाइदिएँ। पशु पनि हामी जस्तै त, अनि बिचरालाई कति गर्मी भएको थियो होला। म चाहिँ जहिले नुहाइदिन्छु गर्मी भएको दिन चाहिँ। त्यसलाई पनि चट्ट नुहाइदिएँ। क्या शीतल भएको होला। अनि अहिले भुइँ सर बढाएर पशु पनि मान्छे जस्तै त हो नि, त्यही बोली त आउँदैन। अनि म कस्तो गर्मी भएर पसिना भएको थियो। अनि पानी जति यहाँ सबै जम्मा भएको थियो अनि यसलाई झिकेर उता बाल्टीमा झिकेर फ्यालिदिएँ। लास्टमा यस्तो भएको थियो थलो। अनि गएको बटन ढल्किरहेको थियो। मम्मीले कराउँदै थियो, तेरो मोबाइल अब घाँटीमा झुन्ना भन्दै